ल है ल ल है हामी केटाहरू मिलेर घुम्न जाने भनेर हिँडेको बाटोको हालत यस्तो रहेछ 2 घन्टा हिँडेपछि यति माथि आएर फर्किने कुरो भएन यहाँ अहिले बाइक हिँड्ने बाटो बनाएर केटाहरूले मेहनत गर्दैछन् हर्क साम्पाङ जिन्दाबाद भन्दै फेरि केटाहरूको मेहनत चाहिँ अझै जारी छ है ल उहाँ चाहिँ हाम्रो सबिनजी माटो छुन दौडाउने उता तिनी भइहाले मेन जोसिनी चाहिँ हाम्रा भान्जा श्रमदान गरेर 2 लाख ल है हाम्रो भान्जाले बाइक हाल्दैछन् रातो माटो छ गाह्रो हुन्छ फेरि ओए समात आए पछिदेखि हल्का टायर घुमेको अवस्था आउँछ त ल है अर्को बाइक चाहिँ त्यहाँ छ हाम्रो भान्जा चाहिँ ओ यता छ यो ढुङ्गा फालिदियो त ल है ल बाइक चाहिँ उक्लिसक्यो तल तल अगाडि यता छ यो केटाहरू मिलेर चाहिँ मेहनत गर्दै बिस्तारै हाल न ओए सोभित हटाउ त जाऊ ल निस्क्यो अब अर्को बाइकको पालो ल है ल हाम्रो दादा फेरि त्यहाँ ढुङ्गा हालेर कहाँ जान्छ र झन् ल है हाम्रो अर्को बाइक पनि रातो माटो भएर धेरै गाह्रो केटाहरू हल्का धकेल्दैछन् ती केटाहरूले आयो ओ उता छ यो ल ल त्यहाँ बाइक अड्केर केटाहरूले उचालेर सारिसके हल्का अगाडि आउँछन् कोही मान्छे आउँछन् कि भनेर हेर्दै भिडियो बनाउँदै गरेछु लाज लागेर फेरि हल्का बोल्न डर लाग्छ नि त ल है ल बिस्तारै बिस्तारै आयो तर बोल्न चलाउन भन्दा त बोल्नै सजिलो है ल यो नि कटिसक्यो ओए त्यहाँ छोला है ओए हो ज्यानको भन्दा त प्यान्टको चिन्ता खातो अनि ल फाइनली निस्क्यो है यता चाहिँ म अल्छी मान्छे